सबैजना आमा बुवा चाहिँ सतर्क हुनु होला। यो दुईजना बेबीलाई चाहिँ फकाएर खेलेको ठाउँबाट केटाहरूले लगेर माथि जङ्गलमा सुनहरू नाकको फुली कानको झिकेर बिचरा थर्काएर धम्काएर यसरी पठाएको रहेछ। हेर्नु है, यहाँ कुरा सुन्नु है त बच्चाहरूको। बिचरा रोइरहेको नि दुईवटा बच्चा बिचरा। अनि कहाँबाट आएको तिमीहरू? के सुन लग्यो त अनिखेर? कानमा थियो ला, कानको सुन पनि लगेछ। हेर्नु न बिचरा, नाकको फुली पनि लग्यो अरे। के भनेको थियो अरे? यहाँबाट अलिकति स्वर निकाल्यो नि यहीँ झुन्डाइन्छु भन्यो। आमा नि त हेर्नु न बच्चाहरूलाई बिचरा। हेर्नु कति सानो नानी पनि रहेछ रोइराखा। अनि तिमीहरू घर कहाँ हो त? किन आएको थियो जङ्गलमा? अनि हिँड्नु हुँदैन नि यसरी हेर त यस्तो जङ्गलमा। ला अब कहाँ गयो होला त्यो? चोरेर भाग्यो अब।